हरबौं मान्छेहरूमा तिमी एक मनले मान्छे। नमस्ते, म शबहादुर बराइली। मेरो जन्ममिति तोरीबारी 1919 सालमा तोरीबारी ब्लक, सर्बङ डिस्ट्रिक्ट, ब्लक ललाई धापमा। नमस्ते, म चाहिँ नरमाया बराइली। म भुटानको ठेवरमा जन्मेको। त्यसपछि हामी कालीखोला आयौँ, मेरो माइती चाहिँ। अनि कालीखोलादेखि ज्याङखोरुङ डाँडा बसाइ आयौँ। त्यहाँदेखि रहँदै बस्दै गर्दाखेरि अब हामी पनि बढ्दै गयौँ। त्यसको पछाडि उहाँको आमा र माइला मामाको छोरी नन्द, अहिले चाहिँ नन्द आउनु भएको थियो मेरो माइतमा। अनि उहाँहरूले आमासँग कुरा राखेर माग्ने जस्तो कुरा गरेर जानुभएछ। त्यसको पछाडि माइला मामा ससुरा अनि उहाँ माग्नु आउनु भएको थियो। हामीहरूको मग्नी चाहिँ मगेर बिहे गरेको। पहिली भेट चाहिँ आमा, मामाको छोरी बहिनी आएर कुराकानी गरेर जानुभएछ। त्यहाँबाट पछाडि हामीहरू आयौँ माग्न। मामा बाउहरू आएर मग्नी गऱ्यौँ। मग्नी गरेर आएर पछाडि बिहे गऱ्यौँ। बिहे राम्रै गरेर गऱ्यौँ त्यतिखेर समयमा। र अहिलेसम्म हामी दुईजना मिलेरै गरी खाइरहेको छौँ। जुन हेर्नु तिमी माथि माथि सागरको, जुन हेर्नु तिमी। त्यो समय दुःख थियो र पनि भोगेर आयौँ अहिलेसम्म। अहिले दुःख गर्दै गर्दै आयौँ। दुःख गर्दै आएर नेपाल बस्यौँ। नेपालबाट दुःख गर्दै गर्दै 20-22 वर्ष बस्यो। 20-22 वर्ष बसेर अहिले अमेरिका आयो। अमेरिका 15मा आयो। अमेरिका आएपछि सुख पाइयो। अहिलेसम्म ठिकै छ। हामीलाई दुईजनाको जीवन बितिरहेको छ। अब यहाँदेखि त के हुन्छ थाहा छैन। जस दुःख भनेको चाहिँ नि, मेरो माइतमा नि धेरै दुःख। म एकदम धनीको छोरी होइन, दुःखै थियो। दुःखमै बिहा भयो। त्यतिखेर भनेको लगभग बिहा अहिले सोच्दाखेरि 5-6 सयमा हाम्रो बिहे भएको रहेछ। अहिले बुझ्दाखेरि दुःख लाग्छ त्यो पनि सम्झिँदाखेरि। त्यहाँदेखि यता भुटानमा भनेको अलिअलि दुःख गरियो। त्यहाँदेखि मैले माइती छोडेर यता नेपाल भागेर आउँदा उहाँहरूकै फ्यामिलीसँग आएँ। अब माइती छोड्दै अब भेट हुन्छ जस्तो लागेको थिएन। त्यहाँदेखि नेपाल आएर इन्डिया हुँदै हुँदै आयौँ। नानी सानो थियो, नेत्र सानो थियो। नेत्र र यमुना मात्रै थियो, ठुलो छोरी र ठुलो छोरा मात्रै काखमा। त्यस्तै चेपेर आयौँ। सानो थियो नानी, 9 महिनाको थियो नेत्रे। अनि काँक्री भिट्टा आएर बस्यौँ। चौरमा सुतेको नानी सानो लिएर चिसो चिसो कहाँ आयौँ जस्तो भयो। अब नेपाल कस्तो छ भन्ने भयो। बिहान उठेपछि अहिले पछाडि बुझ्दाखेरि बर्ने साइडबाट हामीलाई बस्ने ठाउँमा लगेको रहेछ। क्याम्पमा आएर बसेपछि धेरै दुःख पाइयो, धेरै। अनि त्यही संस्थाले दिएको लुगाहरू लगाउँथ्यौँ। कमाइ थिएन भुटानमा, जति कमाएको उतै छोडेर आइयो। कति अब आउँदा आउँदै दुःख बिमार भयो, त्यतै खर्च भयो। क्याम्पमा आएपछि क्याम्पमा अब दुःख भयो। पहिले त सँगै थियौँ बाबुआमा सासु ससुरासँग। त्यसको पछाडि
छुट्यौँ। 2टा नानी लिएर छुट्टिएपछि हामी अलग्ग बस्यौँ। त्यहाँदेखि धेरै दुःख भयो। नानीहरू बाल्टाङ म त कहीँ जाने कुरो भएन। अनि उहाँले दुःख गर्नुहुन्थ्यो, धान काट्नु जानुहुन्थ्यो, माछा बेच्नुहुन्थ्यो, के गर्नुहुन्थ्यो, ल्याउनुहुन्थ्यो, खुवाउनुहुन्थ्यो छोराछोरी। दुःखमा पनि सुखले हो कि दुःखले हो, कसरी कसो गरेर हुर्काउनु भयो। हुर्कायौँ भनौँ न 2जनाले नि। अब बाबाआमाले मलाई छ भन्दै भए पनि छोराछोरीलाई खुवाएर हुर्कायौँ। क्यामा आएर कान्छी छोरी जन्मी, त्यसको पछाडि माइलो छोरो, त्यसको पछाडि कान्छो छोरो जन्म्यो। 5जना छोराछोरी भए। अनि त्यतिकै अब अलिअलि कमाउँदै जानुभयो। पछाडि चाहिँ नानीहरू पनि अलिक पढे पनि स्कुल लगाइयो। अनि अलिक ठुलो छोरीले अलिक उमेर अब सानोमै बिहे गरी, कान्छी छोरीले पछाडि अलिक ठुलो भएपछि 10 सकेपछि कमाउन थाली अलिअलि। त्यहाँबाट अलिकति सहयोग भयो। बाउले छोराले ठुलो छोराले नि अलिअलि कमायो। अरू माइलो र कान्छो चाहिँ सानै थिए, उनीहरूले कमाउन भ्याएनन् वहाँनिर। अहिले रहँदै भन्दै जाँदाखेरि नानीहरू सबै कमाउने नि भएका छन्। अब संसार सुविस्तै छन्, छोराछोरीले राम्रै हेरेका छन्। अब हामी काम गर्छौँ भनेको थियो पहिले, काम गर्न दिएनन् छोराछोरीले। अब सबैजना छोराले सबैजनाले अब भुटानमा नेपालमै दुःख गरेको बाबुआमाले अब नगर्नु, हामी छौँ तपाईँहरूको साथमा भन्न थाले। त्यही भएर हामी चाहिँ अहिले चाहिँ नानीहरूकै काखमा छौँ। अब सबै छोराछोरी बुहारी एउटै घरभित्र छौँ। अब अहिलेसम्म राम्रै गरिरहेछन्। अब ठुलो छोरा, ठुलो बुहारी, माइलो छोरो, माइली बुहारी, कान्छा छोरा, कान्छी बुहारी, कान्छी छोरी, ठुली छोरी, सबै नाता नातिनीको बिचमा अब माझमा छौँ हामी। सबैले माया गर्नुहुन्छ। अहिलेसम्म हामीहरूको जीवन राम्रै बितिरहेको छ। यहाँ हेर्नु त अझै राम्रै बितोस्। अ 2026 3को महिना 7 तारिक चाहिँ हाम्रो एनिभर्सरी हुँदैछ। यो योजना मिलाउने चाहिँ मेरो 3जना बुहारी, 3जना छोरा, 2टी छोरी भएर सल्लाहकार मेन चाहिँ मेरो छोरा बुहारी 3जना छोरा अनि छोरीहरू। घाम डुब्ने बेला हजुर नि नहुँदा कसो गरौँ नि। पानी पर्यो रिमी झिमी फुलमा पर्यो शीतल। भाग्य भए हजुर नि मेरे नभए अमर गीत।
ए न्याउलीमा चरी कठैबरे मन्दिरै माथि सुने गजर कठैमा बरे लोङाजुर ए तानैको धागो केलाउँ भन्दा नौतुनै माया खेलाउँ भन्दा सम्बन्ध साइनो पर्ने हो कि सिरैमा चट्याङ झर्ने हो कि बिजुली बोलेको होला मै जाने पुतली रेलैमा यो मायालाई मै लान्छु चोरेर यो मायालाई मै लान्छु चोरेर भैरुन डाँडो मिसिनले फोडेर बिजुली बोलेको होला मै जाने पुतली रेलैमा बिजुली बोलेको होला मै जाने पुतली रेलैमा कहाँ होला मायाले बोलेको कहाँ होला मायाले बोलेको शीतल भयो हृदय बोलेको बिजुली बोलेको होला मै जाने पुतली रेलैमा बिजुली बोलेको होला मै जाने पुतली रेलैमा कदमको छायैमा बात मारौँला मिठा कुराकानीले हात भरौँला कदमको छायैमा बात मारौँला मिठा कुराकानीले हात भरौँला जोबलले से जाने हो ढल्केर आए म त तिम्रै पछि पल्केर तिमीलाई नै पिरती चाहिन्न र अलिकति बोल्न नि पाइन्न र बोल्नलाई बोल्न त पाइन्छ बोल्ने पनि तरिका चाहिन्छ बोल्नलाई बोल्न त पाइन्छ बोल्ने पनि तरिका चाहिन्छ बिजुली बोलेको होला मै जाने पुतली रेलैमा बिजुली बोलेको होला मै जाने पुतली रेलैमा हे हो 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 आजसम्म पनि राम्रै भइरहेको छ यहाँदेखि उता पनि हजुरको साथ कहिले नछुटोस् यसरी नै सदा सर्वदा बाँचिराख्न पाऊँ